हेलो इन्टेलिजेन्ट पिपुल, सन्चै हुनुहुन्छ? आज चाहिँ वैशाख 24 गते 2083 साल र हामीले पछिल्लो समय चाहिँ हिजो अस्तिको दिनहरूमा के कुरा गर्दै थियौँ भन्दाखेरिमा चाहिँ अब चाहिँ हामीले चाहिँ मिड टर्मलाई हेरेर चाहिँ टार्गेट गरेर चाहिँ हामीले देखाइएको यो जुन जोन छ होइन, यो जोनमा चाहिँ हामीले चाहिँ पार्सियल्ली चाहिँ एकुमुलेट गर्न सक्छौँ भन्ने चाहिँ हामीले चाहिँ पछिल्लो समय स्ट्राटेजी बनाउँदै थियौँ र अनि त्यसपछि अनि आजको दिनको क्यान्डल फर्मेसन हेर्दा र अनि त्यसपछि अनि भोल्युमको कुरा गर्दाखेरिमा चाहिँ मात्र 2.9 बिलियनको भोल्युम आएको छ, जसमा चाहिँ हामीले चाहिँ केही दमै छैन भन्ने चाहिँ निष्कर्ष चाहिँ ल्याउन सक्छौँ। भोल्युम झन् 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 पर डे चाहिँ डिक्रिजिङ अर्डरमै छ। मार्केटले चाहिँ केही न केही साइडवेज खेल्न खोजेको हो कि जस्तो चाहिँ देखाउँदैछ भने चाहिँ हामीले चाहिँ अझै पनि स्ट्रङ बाई गर्ने त्यस्तो कुराहरूलाई चाहिँ हामीले होल्ड गर्न सक्दैनौँ। हामीले चाहिँ मिड टर्मलाई टार्गेट गरेर चाहिँ एकदम पार्सियल्ली चाहिँ केही न केही चाहिँ अकुमुलेट चाहिँ गर्न सक्छौँ यो जोनहरूमा। त्यही पनि हामीले चाहिँ स्ट्रङली चाहिँ बाईको लागि हेर्न सक्दैनौँ र अबको नेक्स्ट फर्दर क्यान्डलहरूको इन्फर्मेसन बिना चाहिँ अहिले नै हामीले कुनै स्ट्राटेजी बनाइहाल्ने भन्ने पनि स्थिति छैन। पर्ख अनि हेरवाला स्ट्राटेजी नै हामीले लगाउनेछौँ र यति भन्दै आजको एनालाइसिस यही नै टुङ्गाउन चाहन्छु र किप सपोर्टिङ, किप डुइङ, ह्याप्पी ट्रेडिङ। त्यही हो, थ्याङ्क यू सो मच।